विदेश जाने युवा नम्बर 1 अनि अर्को चाहिँ विदेश जाने युवा नम्बर 2 अनि यो चाहिँ एजेन्ट। यो चाहिँ यसले चाहिँ विदेश पठाइदिन्छु भन्यो होइन। त्यस्तो केसमा सुरुमा यसको र यसको बिच डिल हुन्छ है। यो सेकेन्ड पर्सन पछि आउँछ। यसले सुरुमा यो व्यक्तिलाई चाहिँ मानौ 1 लाख रुपियाँ दियो। 1 लाख कसलाई दियो? यसलाई दियो। अनि त्यस्तो बेलामा चाहिँ योसँग प्रमाण थियो 1 लाख दिएको, रसिद सहित थियो। अनि त्यसपछि यसले अब कति महिना झुलायो त भन्दाखेरि 6-7 महिना झुलायो है। 6-7 महिना झुलायो। अनि झुलाइसकेपछि अनि यसले चाहिँ उसलाई फोन गरेर होइन मेरो 1 लाख रुपियाँ फिर्ता गर्छस् कि म विभागमा गएर उजुरी गरौँ, म नेपाल सरकार वैदेशिक रोजगार विभागमा उजुरी गरौँ भनेर यसलाई डे टु डे धम्कायो। धम्काइसकेपछि 6-7 महिनामा त के दिन्थ्यो होइन, अझै धेरै झुलायो। अनि त्यसपछि यसले चाहिँ के गर्यो त भन्दा उसँग प्रमाण छ नि त, उसँग पैसा बुझाएको प्रमाण छ, उसलाई पैसा बुझाएको। त्यस्तो केसमा चाहिँ अब यसले के गर्छ त भन्दाखेरि तपाईँको उसलाई त पैसा फिर्ता गर्नु पऱ्यो, नभए त गएर विभागमा के साल्ने भयो होइन। त्यस्तो बेलामा चाहिँ उसले ओके म पैसा दिन्छु भन्छ होइन। त्यसपछि ल मलाई पठाउनु त भन्छ उसले। बिचरा यसलाई केही पनि थाहा हुन्न। अब यसले अर्कोसँग डिल गर्छ, योसँग 6-7 महिनापछि है। योसँग के भनेर डिल गर्छ त फेरि अर्को देश पठाइदिन्छु, कुनै देश विदेश पठाइदिन्छु, अथवा यसलाई जे भनेको थियो क्रोएसिया पठाइदिन्छु भन्ला के भन्ला होइन। यो व्यक्ति सेकेन्ड यो दोस्रो नम्बरको युवासँग चाहिँ डिल गर्छ यसले। कति डिल गर्छ? 1 लाख है होइन है। अब यो पनि 6-7 महिना त फेरि झुलाउनु पाइयो हो। त्यस्तो केसमा चाहिँ 1 लाखको डिल गर्छ। अब यसले त यसलाई पैसा दिनुपर्ने हो नि त होइन। तर यसलाई पैसा दिँदैन। यो मान्छेले आफू जोगिनको लागि के गर्छ त भन्दा अब यसको चाहिँ खाता नम्बर पठाइदिन्छ, किनकि यसलाई दिनु छ नि त होइन, यसलाई दिनु छ हो। त्यस्तो केसमा यसले के गर्छ? यसको एकाउन्टमा पैसा हाल्छ अब होइन है। हाल्नुपर्ने थियो कसलाई? यसलाई। तर यसले चाहिँ कसको एकाउन्ट दियो? यसको एकाउन्ट दियो, किनकि यसलाई पैसा दिन्छ 1 लाख। अब यसले पनि त यो पनि त बाटो छ होला। यो मान्छेले पनि अब वैदेशिक रोजगार भनेर लेखेर यसलाई चाहिँ पैसा दिने भयो। अब भोलिको दिनमा यो मान्छेले यसलाई जुन यसको पैसा 1 लाख रुपियाँ लिएछ नि होइन हो, त्यो 1 लाख रुपियाँ चाहिँ भोलि फिर्ता गरेन यसले भने, अथवा यो भागिदियो भने, यो चाहिँ मानव पैसा खायो भाग्यो, एउटासँग मात्रै होइन 100 युवासँग चाहिँ यसले त्यसरी पैसा लियो होला अनि भागिदियो भने भोलि उजुरी यसले कसलाई हाल्छ त भन्दाखेरि यसलाई हाल्न त मिल्दैन, किनकि प्रमाण छैन। यसलाई हाले प्रमाण छ भन्दाखेरि नम्बर 1 यो पीडित नम्बर 2, यहाँ 2 नम्बर र 1 नम्बर भनेको छ नि त होइन। यसलाई पैसा हालेको हुनाले अब वैदेशिक रोजगार विभागमा उजुरी कसको नाममा जान्छ त भन्दा यसको नाममा जान्छ। भनेपछि भोलि को पक्राउ पर्ने हो त भन्दा यो पक्राउ पर्ने हो। हेर्नुहोस् है, यो चाहिँ के हुन्छ त भन्दा फरार। यस्तो केस अब धेरै आउनेवाला छ। मैले देखिरहेको छु यो कुरा भविष्यमा आउनेवाला छ र अहिले पनि आइरहेको छ। यो कुरा पनि ख्याल गर्नु होला, आइरहेको छ।